हेलो सम्पूर्ण दर्शकबिनहरूलाई चाहिँ नमस्कार भन्न चाहन्छु साथीहरू है। जतिजना मेरो भिडियो चाहिँ हेरेर बस्नु भएको छ सबैजनालाई चाहिँ धन्यवाद दिन चाहन्छु। र आज चाहिँ हामीले चाहिँ अस्तिदेखि लगातार हामी चाहिँ काममा लागिरहेछौँ है। त्यही आज चाहिँ हाम्रो बहिनीहरू आइदिएको छ होइन, यहाँ चाहिँ हामीलाई सहयोग गरिदिन है। अब यहाँ चाहिँ त्यो काल्ला काट्नु पर्ने भयो क्या साथीहरू है। त्यही भएर चाहिँ काल्ला काट्नुको लागि चाहिँ आज हामी धेरैजना छौँ हामी साथीहरू त। हामी चाहिँ तलबाट खण्डे आएको साथी धेरै खण्डे अब आइयो। अब त्यहाँ धेरै छैन माथितिर। अब एक दुई तिनवटा गरा छ खन्नलाई बाँकी। त्यसो आज चाहिँ नसकेला। अब फेरि अब तिहार पछि चाहिँ खन्नु पर्ला भनिरहेको छ होइन। हेरौँ कतिसम्म काम गर्दै सकिन्छ साथीहरू। यस्तै हो गाउँघरमा होइन, काममा बिजी हुनुपर्छ साथीहरू। हेर्दै गर्नुलाई साथीहरू है। अब हामीले चाहिँ तपाईँलाई म सबै यो चाहिँ काम गरेर चाहिँ भिडियो देखाउन चाहन्छु साथीहरू है। गाउँघरमा अब यस्तो हुन्छ भनेर चाहिँ तपाईँलाई देखाउन खोजेको मात्रै हो। हामी चाहिँ हाम्रो जीवनचर्या चाहिँ यसरी बितिरहेको छ कि है, त्यो तपाईँलाई देखाउनु मात्रै चाहेको साथीहरू। ल धन्यवाद। धेरैजना छौँ साथीहरू है। यो त्यो फुच्चेले चाहिँ पानी खुवाउने हो मेरो हाम्रो काम है। त्यसको काम चाहिँ पानी खुवाउने काम हो हामीहरूलाई। पानी लिएर आयो साथीहरू। कस्तो पानी लियो भन्ने कुरा मात्रै हो। कसो छ के पानी ठिक छ नि? साथीहरू घुर मात्रै लिएर आएछ अन्तिममा साथीहरू। अब चाहिँ हामी चाहिँ एकछिन चाहिँ अब त्यो पानी सानी खाएर होइन, एकछिन बिसा निटेर चाहिँ हामी चाहिँ फेरि अब लाग्यो होइन, काम गर्न लाग्यो साथीहरू है। गाउँघरमा यस्तो रमाइलो हुन्छ साथीहरू है। ल आउनुहोस् तपाईँहरू पनि हामीसँग सँगसँगै काम गरौँ है, रमाइलो गरौँ। यस्तो गाउँमा है यसो बितिरह जस गाउँ नै जस रमाइलो छ क्या हाम्रो है। तपाईँहरू चाहिँ कस्तो छ है साथीहरू भन्नु होला। आज हामी चाहिँ धेरैजना भइरहेछ होइन, रमाइलो पनि भइरहेछ। काम गरेको पनि जस केही अटोपटो केही थाहा छैन कि हामीले ढाउ पनि भएको छैन है। धेरै भयो भने एकदम जोस पनि आउँदो रहेछ काम गर्नलाई। त्यही भएर चाहिँ आज चाहिँ ढाउ पनि भएको छैन होइन। आज धेरै काम गरिसक्यो साथीहरू। ल हाम्रो त्यहाँ आन्टीहरू हुनुहुन्छ, बहिनीहरू छन् होइन। त्यो आज गिदाउँदै काम गर्दै यस्तो रमाइलो हुने रहेछ। ल साथीहरू ल हेर्दै गर्नु न साथीहरू। यहाँसम्म चाहिँ खन्ने साथीहरू बल्ल बल्ल। अब अझै धेरै छ। बुढीले त्यहाँ एक्लै कुटुन गरिरहेछ। अङ्कल मेरो बुढीले क्या मानव होइन, त्यसो कागज समातेर आएको छ होइन, यसो खेतलालाई खुवाउने भन्दै। त्यहाँभित्र चाहिँ अब यस्तो हुन्छ नि साथी, बुझ्नु भयो होला नि त्यो होइन। कागज लिएर आएन। ल आज दिनभरि चाहिँ यस्तो खने। आज हेर्नु तलबाट यहाँसम्म चाहिँ यतिजनाले चाहिँ हामी खाइसकेको भन्नु आउँछ, खनिसकेको है साथीहरू है। साथीहरू अलि भन्ने लगा जिब्रा लटपटिन्छ क्या। ए साथीहरू आजको काम साथीहरू है। के भने धेरै दुःख छ साथीहरू। के भने मेला चाहिँ हाम्रो चाहिँ यही इन्डिङ भइसक्यो। आज यहीँ सकियो है साथीहरू है। अब चाहिँ आज अब अलिकति चाहिँ बाँकी रहेछ साथी, यही मात्रै हो र है। अब चाहिँ यो चाहिँ हामी बिस्तारै चाहिँ बुढाबुढीले हामी दुईटाले अब बिस्तारै सक्छौँ यो चाहिँ है। अब चाहिँ अब रात पनि परिसक्यो होइन, 5:30 भइसक्यो। अब चाहिँ हामी जान लाग्यो होइन। आज चाहिँ एकदम रमाइलो भयो होइन, काम गर्दै चाहिँ रमाइलो गर्दै गऱ्यो होइन। नाचे पनि भयो साथीहरू। अब हेर्दै गर्नुलाई टिकटकमा, अब टिकटकमा मेरो फेसबुक रिल्समा पनि भिडियो आउँछन् साथीहरू, हेर्नु होला, लाइक कमेन्ट सेयर गर्नु होला साथीहरू है। र मेरो सुरेन्द्र दर्लामी फेसबुक पेजलाई चाहिँ सबैजनाले फलो गरिदिनु होला साथीहरू है। यस्तै रमाइलो भिडियोहरू हेर्नको लागि साथीहरू त्यो पेजलाई चाहिँ तपाईँले फलो गरिदिनु होला भन्न चाहन्छु साथीहरू। अब चाहिँ है र साथीहरू त्यही हो। अब हामी चाहिँ घरतिर लाग्यो है। हामी लाग्यो अब घरतिर, रात पनि परिसक्यो होइन। पारी अब राता घाम देखियो, भोटारातिर रातो घाम भइसक्यो साथीहरू, र घाम गयो है। ल अब आजको मेला सक्यो साथीहरू भन्न चाहन्छु। हाम्रो भिडियो कस्तो लाग्छ साथीहरू तपाईँले चाहिँ होइन त्यो सल्लाह सुझाव अब प्रतिक्रिया दिनु होला। अझै यो अब आउँदा दिनहरू अझ कस्तो भिडियो बनाउँदा राम्रो होला, तपाईँहरूको सल्लाह सुझावको पनि अपेक्षा गरिरहेको छौँ है साथीहरू है भन्न चाहन्छु साथीहरू। ल है त साथीहरू अब हामी जान लाग्यो। अब हाम्रो आन्टीले पनि डोका सोका अब बोकेर हामी सबै लाग्न लाग्यो है साथीहरू। अब तर चाहिँ फर्सी गुल्टिरहेको छन् होइन। हेर्नु न साथीहरू कति छ फर्सी, हेर्नु न पुरा बुङ्गुरलाई खुवाउँदा धेरै अब सकिसक्यो है साथीहरू। ल साथीहरू लाग्यो, अब सबै गइसक्यो साथीहरू। ल बाई है साथीहरू है। ल।